गुड मर्निङ है। गुड मर्निङ चिसो छ अहिले घरमातिर जाँदै हो र बाटो हालत यस्तो छ हेर्नुहोस्, एकदम तुसारो हुस्सो परेर केही देखिँदैन, एकदम चिसो छ। अहिले सम्झिनु 11 बजिसक्यो। हेर्नुहोस् त ल हेमाडो त्यहाँनिर अगाडिको बाटो कति कस्तो छ देखिँदैन। जे पनि एकदम चिसो भएको थियो, ठ्याक्कै ठाउँ साइडमा आगो बालेर रहेछन्, यसो झरियो, आगो सबै तापियो, जस तातो भयो। त्यसपछि फेरि हामी आगो सबै तापेर माथि जाने क्रममा चाहिँ अगाडि बढ्यौँ। अगाडि गयो ठ्याक्कै बाटोमा हिँड्नु परिरहेको थियो, यसो भिडियो बनायो, भिडियो सुट बनायो, हिँड्यो, रमाइलो भयो। साथीहरू चाहिँ अगाडि गइसकेको थियो, हामी चाहिँ पछाडि बसेर यसो भिडियो बनाउँदै हिँड्दै कुद्दै हिँड्दै गयो। एकदम रमाइलो भयो जस भनौँ न आजको दिन चाहिँ। बाइक यहीँ तलै छोडेर माथि हामी हिँड्दै गयो। हिँड्दै जाने क्रममा मलाई चाहिँ हिम्मती लेख्न मन लाग्यो। मैले चाहिँ यसो भाइलाई भिडियो बनाउन दिएको थिएँ, भाइले भिडियो बनायो, मैले चाहिँ यसो लेखेँ लभको चिन्ह बनाएर। यसो मैले चाहिँ आमा लेखेँ, त्यस आमा शब्द एकदम राम्रो लाग्छ मलाई, एकदम आमा बाबा नै एकदम शब्द राम्रो लाग्छ लेखेर। त्यसपछि अब फेरि अगाडितिर बढ्यो भनौँ, अगाडि बढ्यो। एकदम थाकिरहेको थियौँ, अब नास्ता खाऊँ भन्ने कुरा भयो। हाम्रो नास्ता है, नास्ता यहाँ छ अरू नास्ता। हामी चाहिँ यसो हिउँ खेल्नु आएको, हाम्रो टोली छ फुल एकदम होइन जोसमा थियो। अहिले चाहिँ एकदम सेलाएर बेहोसमा छ। अनि है यसरी खाने हो हामी चाहिँ, बाटोमा चाहिँ हिँड्न नसकेर। गाह्रो छ है, एकदम गाह्रो छ। यता चाहिँ मासु अहिले यसरी खाइन्छ एकदम खान कस्तो मजा आउला। हामी चाहिँ खाने गयो, अब केही समयपछि पुग्नेछौँ। हाम्रो 2.5 घन्टाको यात्रापछि चाहिँ यहाँ पुगिरहेछौँ अहिले। अबको हामी केही समयमा सबै दिनमै पुग्नेछौँ। तपाईँलाई देखाउने छु एकछिन केही समयपछि। धामालेको धेरै है यस्तो छ बाटो चाहिँ, एकदम रमाइलो छ। तपाईँलाई देखाउने छु बाँकी भिडियोमा। साथीहरू हामी चाहिँ पुग्यौँ है, एकदम झार्नेको फाइनल जुन टार्गेट थियो त्यहाँ चाहिँ अहिले अब हामी चाहिँ पुग्न सफल भयौँ। एकदम गाह्रो छ है हिँड्नलाई चाहिँ, खुट्टा पुरै रुजेर चिसो भएर हिँडिरहेको छ। एकदम गाह्रो भएको छ हिँड्नलाई। ल तपाईँलाई म देखाउँदैछु। ल हामी चाहिँ पुग्यौँ है, एकदम रमाइलो पुग्छ। तपाईँहरू आउनु सक्नुहुन्छ है। हामी 3 घन्टाको यात्रापछि हामीले पुग्यो जस हाम्रो जुन प्लान जुन टार्गेट थियो पुग्ने भनेको ठाउँ चाहिँ पुगेर छोड्यो है। गोर्खालीको छोरा हो, जे बोल्यो जे सोच्यो त्यो पुरा हुन्छ है। ल पुरा हाम्रो साथीहरू जस्तो हुन्छ, सक्छताको छैन कस्तो छ हाम्रो बाजा सिधो खाएर सिधो ल्याएर एकदम है। हाम्रो एकजना भाइ उता बसिरहेको छ। ल यस्तो छ। ल तपाईँहरूलाई चाहिँ देखाउँदैछु म अरू बाँकी नेक्स्ट पार्टमा है।